सधैँ चाहिँ पसलमा बसेर यसो यताउता ग्राहक कुर्दै थिएँ। उताबाट दिनेश आएर फेरि घुम्न जाउँ भन्यो। घुम्न जाउँ भने कहाँ जाने भनेको, अनि फेरि ल कता झरना जाउँ भन्यो। ल म पनि जाउँ भनेर अनि त्यसपछि हामी यसरी बाइकमा हिँड्यो बाटोमा यस्तै रमाउँदै कत्रो बाटोमा हिँड्दै बाटोबाटै अगाडि बढेको बढै गऱ्यौँ। त्यसपछि हामी त्यहाँ नजिकै 1 घन्टा जति हिँडेपछि हाम्रो अब बाइकमा हिँड्ने काम सकियो। बाइक यहाँ पार्किङ गरेर यो भर्याङबाट सकि नसकी स्वाफा गर्दै हामी उकालो चढ्दैछौँ। सकि नसकी उकालो चढ्दै फेरि के हेर्दै त्यहाँबाट हामी हिँडिरह्यौँ। यसो फोटो खिच्ने रमाइलो गर्ने गर्दै हिँडिरह्यौँ। अगाडितिर यहाँनिर फेरि अरू साथीहरू पनि छन्, भाइहरू। यो हाम्रो भान्जा मिट सबको केटाहरू सबै जम्मा भइरहेको छ। अब यहाँनिर आयो ठुलो बड्डो रुख ढलेको रहेछ। त्यहाँबाट हामी खुप्री परेर बल्ल छिर्दै निस्केर हामी अगाडि आइसक्यौँ। अगाडि आएपछि चाहिँ यहाँ अग्लो भिडमा जानुपर्ने रहेछ। म यहाँ गजदम्म ठुलो भुँडी भएको मान्छेलाई चाहिँ उकालो गाह्रो हुन्छ कि जस्तो मानेको थिएँ। तर पनि म पनि हुरी कुदेर साथीभाइको ललैमा कुद्दै माथि पुगेँ। माथि पुगेपछि त भन्नुहुन्छ स्वाँ भएर त्यसपछि अनि स्याँ गर्दै माथि गयो। अरू साथीहरू पनि आउँदै हुनुहुन्छ। यसो रमाइलो गर्दै अब यहाँ एकछिन फेरि बिसाइयो। साथी फुलेको छ, भुँडी ड्याम्म भइरहेको छ। त्यसपछि फेरि अगाडि लाग्यो। अगाडिबाट हेर्दै हिँडेको। यहाँनिर पानी खाने धारा रहेछ। यहाँ मैले पानी खाएँ है। पानी खाएर चिसो मिठो पानी खाएर त्यसपछि फेरि यहाँबाट अगाडि गयो। झरना कस्तो होला भन्दा एकदमै उत्साह हुँदा अगाडि हिँडेको झरना चाहिँ लास्टमा आउँदा यस्तो रहेछ। यो झरनातिर हेरेर गर्मीमा शीतल भयो। त्यसपछि झरना चाहिँ हामी तल फेदमा मात्रै आइपुगेका रहेछौँ। माथि चढ्नु पर्ने रहेछ। एउटा हातमा क्यामेरा स्ट्यान्ड है, एउटा हातमा बोकेर चिफ्लो पानीमा बल्ल तल्ल आफूलाई जसोतसो गरी माथि ल्याएँ। माथि पुगेपछि त अझै माथि जानुपर्ने रहेछ। फेरि माथि गयो। माथि गएर अनि त्यसपछि यसो एकछिन झरना हेरियो। यहाँबाट झरनाबाट आएको अलिअलि चिसो पानीले जिउमा पर्दाखेरि पनि रमाइलो भयो। अब यहाँ साथीहरू बसेर ल्याएको खानेकुराहरू ड्रिङ्क्स यसो पानीमा चिसो बनाएर खाँदैछन्। म चाहिँ यहाँ भिडियो बनाउने चक्करमा एक्सट्रिमको पनि प्रचार गरेर अलिकति लौ न हाम्रो नेपाली उत्पादन भनेर प्रचार गरियो। यहाँ बसेपछि साथीहरू ड्रिङ्क्स गर्दै माछा मार्ने आयोजना बनाउँदैछन्। कोही फेरि गफ लाउँदैछन्। अब नेपालीको गफ त्यही त हो नि। कसैले के यस्तो यहाँबाट यता पानी लानुपर्छ भनेको छ, कसैले काठमाडौँमा यो पानी पुऱ्याउनु पायो त भनेको छ। गफै गफ छ, रमाइलो गर्दैछन्। कोही बियर खाँदैछन्, कोही यहाँ त रमाइलो गरिरहेछन् बसेर। त्यसपछि अनि यसरी चेस गरेर फेरि रमाइलो गरेर अब यहाँ हामी नुहाइधुवाइ गर्ने योजना बनाउँदै एकछिन आराम गरियो। यसरी आजको गर्मीको छुट्टी मनाइयो है त। साथीहरूलाई पनि यो झरना जानु छ भनेपछि यो हो स्यानागाउँ झरना। यो चाहिँ तपाईँको यहाँनिरबाट शिवपुरीबाट नागार्जुनबाट जङ्गलबाट अलि जङ्गल जानुभयो भनेपछि नजिकै छ। धेरै समय पनि लाग्दैन र रमाइलो ठाउँ छ। तपाईँहरू पनि झर्नु भएपछि जान सक्नुहुन्छ है त। झरनाको चिसोसँगै आफूले ल्याएको चिसो खाँदा यहाँ कुरामा कुरा निस्किएपछि गाउँमा लोकल भाले र लोकल नास्ता चाहिँ राम्रो पाइन्छ भन्ने कुरा खुल्न आयो। त्यति सुनेपछि केटाहरूलाई खिचाएर आएर यहाँ टपाटर गुन्द्री बिछाएर बसिहाले। दिदीले पनि एउटा बोतल रक्सी ल्याइदिनु भयो। केटाहरू चाख्दै गफ गर्दै र चखनाको प्रतीक्षामा बस्दैछन्। चखना आइसकेपछि केटाहरू गम खान भिडी त गए। एक्कासी गम खाएर
रक्सी खानेले रक्सी खाए, स्प्राइट खानेले स्प्राइट खाए। अनि म पनि यतातिर हल्का एउटा स्प्राइट ल्याउ नि त केटा, म पनि थोत्रो खाइदिउँ भनेर चुसुक लाउँदै भिडियो बनाउँदै बसिराखेँ। अलिकति स्प्राइट धेरै खायो, आज गुलियो धेरै भयो जस्तो लागिरहेको थियो। त्यही पनि साथीको ललैमा खाइहालियो। अब यतातिर केटाहरू चाहिँ झप भकाभक खाँदैछन्। खाँदै गफ गर्दा गर्दै आजको घुमघाम सकियो।